यो चाहिँ मैले युज गरिसकेको थिएँ। लेट्स कट इट। अनि यहाँ चाहिँ बसिरहेको हुँदो रहेछ क्या मजाले है यो चाहिँ प्रडक्ट चाहिँ। सो लाइक ठ्याक्कै यहाँ काटिदिन्छु। लुक एट द्याट, कति रहेछ हेरौँ है। अहिले चाहिँ धेरै घाम छ नि त, अनि सनस्क्रिन इज मस्ट। ओए कस्तो काटे नै नमानेको, बिग्रेला जस्तो छ यो, त्यसै यस्तो भइरहेछ। ओ यहाँ रहेछ नि त, देखिरहेछ, लाइटले गर्दा देखिरहेछ जस्तो लाग्यो। यस, यहाँ रहेछ यति प्रडक्ट हेर। अब यसले म चलाउँछु क्या, किनभने अनि जति सनस्क्रिन किने पनि अब त धेरै लाउनुपर्छ नि त, अनि छिट्टै सकिन्छ। मैले अहिले भर्खरै फेस वास गरेर आइसकेँ। यो चाहिँ मेरो मर्निङ रुटिन हो है। अब यो फेस वासपछि लगाइदिन्छु मैले खालि उल्टो उल्टो बोल्नु बानी भएको छु यार म। दिस इज मोइस्चराइजर। यो एकदम लाइट वेटमा छ। मेरो चाहिँ गर्मीमा चाहिँ, समरमा चाहिँ मेरो स्किन अलिक ओइली ओइली टाइपको हुने रहेछ क्या। म पहिला त वास्तै गर्थेन नि त, अनि यो लाइट वेटवाला मोइस्चराइजर लिएको क्या मैले। यस्तो यार, क्यामेरा क्वालिटी यस्तो परेपछि नि, ओ गड। ओके, ट्याप ट्याप पनि गर्ने त आई थिङ्क आफै जब हुन्छ नि त बिस्तारै। घाँटीमा पनि मस्ट हुन्छ है। प्लिज यो धेरै यो एउटा चाहिँ कति गर्मी छ यार, अनि फ्यान अन नै गरिरहेको छु। मेरो फ्यान चाहिँ यस्तै साउन्ड गरिरहेको छ। डोन्ट माइन्ड है। अब यो युज मोइस्चराइजर लगाएको 2 to 5 मिनट्स पछि चाहिँ म सनस्क्रिन लाउँछु। अनि सनस्क्रिन लगाएपछि हुन्छ ठिक, किनभने यति गर्मी छ नि त। साथीभाइ हो तपाईँहरू चाहिँ के गरिदिनुहुन्छ, यु क्यान कमेन्ट है मुनि। आजदेखि चाहिँ मैले एउटा डेली भ्लग टाइपको चाहिँ म बनाउनै सक्दिनँ क्या। सबै कुरालाई यो भ्लगरहरू कस्तो हुन्छ है, मतलब उनीहरू कति मिहिनेत गर्नुपर्छ क्या। उनीहरूले सबै कुरालाई मतलब रेकर्ड गरिराख्नु पनि एउटा ट्यालेन्ट हो यार। मबाट त्यस्तो हुँदैन। म चाहिँ छोटो छोटो भ्लगहरू मात्र बनाउनु, छोटो छोटो भिडियोहरू मात्र बनाएर लाम भनेर सोचिरहेको छु फर्स्टमा चाहिँ। हेर न पछि के इन्ट्रेस्ट हुन्छ। तर मेरो अहिले क्यामेरा क्वालिटी पनि त्यस्तो राम्रो छैन क्या। जस्ट ट्राइङ भनौँ न, म ट्राई मात्र गरिरहेको छु। अनि भिडियो एडिट गर्नु पनि आउँदैन यार मलाई त। त्यो कस्तो मजाले लाउँछ नि त्यो सानो कि आवाजहरू, यस्तो मनपर्छ मलाई। तर म त्यस्तो एडिट गर्नै आउँदैन। अनि यो मेरो मोबाइल पनि गइसकेको छ क्या, के भयो होला। अब म अहिले भर्खर काटेको नै युज गर्नेवाला छु। यो चाहिँ मेरो स्किन टाइपलाई चाहिँ त्यस्तो ठिक चाहिँ छैन है। त्यही पनि धेरै घाम छ नि त, अनि के भन्छ सनस्क्रिन त लाउनै पर्यो। अब यो चाहिँ सकाउनै मन लाग्यो क्या मलाई फेरि। हेर यहाँ यति धेरै प्रडक्टहरू थिएछ। स्किन केयर चाहिँ गर्नुपर्छ क्या। हेर मैले पहिला नै स्किन केयर नगरेरै हो यो सबै यो डार्क हुँदै गएको क्या। पहिला त्यति धेरै थिएन क्या, अनि यो चाहिँ आफै क्या डार्क हुँदै गएको क्या आफै। के भएको, मैले पहिल्यैदेखि यस्तो गरेको भए सायद यति धेरै चाहिँ जान्थेन होला। मेरो अहिले यस्तो भइरहेछ क्या। यो सबै मेरो पहिला यति लाइट फेडेडमा थियो कि, एकदम लाइटवाला थियो कि। अहिले चाहिँ के भयो कि आई डोन्ट नो, मैले के चाहिँ आई थिङ्क मैले धेरै केयर नगरेर होला। पहिला त फेरि के भन्छ, जति यो आउँथ्यो नि पिम्पल आउँथ्यो, त्यो पिम्पललाई चाहिँ सबै यो गर्ने पिन्च गर्ने क्या। पिन्च गर्ने बानीले हो क्या यो सब मेरो बिग्रेको।
अब पहिला पहिला त फेरि त्यो पिम्पल निकाले यत्रो एउटा यो पाउँथ्यो नि, त्यो किने झन् मैले त्यहाँदेखि म जहीँ पनि घोच्दै डुल्ने क्या। मैले यहाँ बस्दै कस्तो केयरै गरिनँ क्या त्यति बेला। अहिले यति धेरै दाग बसिरहेको छ, के गर्ने, इट्स ओके, त्यही पनि जे गर्नु भइसक्यो। अब चाहिँ नगर्ने भन्नु। यहाँ एउटा छ नि यो रातो रातो कालो कालो बस्दै जाँदैछ, यो पनि मलाई डर लागिसक्यो। अब यो पनि एउटा दागै बस्ने हो कि भन्ने भइसक्यो क्या। डार्क हुँदै जान्छ त्यसै पनि। ऐना हेरेर ब्लेन्ड गर्नु पऱ्यो यार। मैले यतामाथि त अलिक धेरै प्रडक्ट युज गरेँ जस्तो छ। एकैछिन त म सेतै हुन्छु है। यसलाई चाहिँ अलिक यो गर्नुपर्छ क्या। मैले बिस्तारै गरेँ जस्तो लाग्यो, अलिकति फास्ट गर्नु पऱ्यो। ओ माई गड, यसलाई चाहिँ के भन्छ, ब्लेन्ड गर्नुपर्छ क्या। यो तपाईँले गेस गर्न सक्नुहुन्छ यो कुन चाहिँ सनस्क्रिन हो भनेर। यतिको ब्लेन्ड गर्नुको लागि ब्लेन्ड नै गर्नै पर्छ क्या। त्यही पनि अनुहारै पुरै सेतो भइरहेको हुन्छ। अब एकछिन ब्लेन्ड भइसकेपछि एकछिनको लागि छोड्नुपर्छ, अनि मात्र अलिकति अनुहारसँग यो स्किनसँग यो हुँदै जान्छ क्या। ओ माई गड, कति धेरै लाग्यो। कपाल पनि त्यस्तै फेरि। जस्ट मैले काटेर राम्रो गरेँ। मैले पहिला चाहिँ फेरि कति मैले नकाटी फ्यालेँ क्या यस्तो सनस्क्रिनहरू। यसको ठिक्क घाँटी हुन्छ नि, मेरो होइन ल, सनस्क्रिनको यहाँ ट्याक्कै बसिरहेको हुँदो रहेछ नि प्रडक्ट त यति धेरै। अनि मैले पहिला चाहिँ त्यस्तो गर्थिनँ क्या, अहिले भर्खरै मलाई थाहा भयो। टिकटकहरूबाट त सिक्ने हो है। मलाई लाग्नु त लाग्थ्यो, मैले पिन्च गरेर निकाल्थेँ, तर त्यो सबै त निक्लिन्थेन होला नि त, त्यहाँ पनि अलिअलि त बस्थ्यो नै भन्ने भयो क्या अहिले चाहिँ। जस्ट अहिले त मलाई थाहा छ नि त। अब यसलाई ब्लेन्ड गरेर हेर सिधै भयो नि। ओ माई गड, यसले ब्लेन्ड भएर एकछिन बस्न दिने, त्यसपछि आफै स्किन टोनसँग म्याच हुँदै जान्छ। जस्ट यति भएपछि प्रोटेक्सन त भयो, तर अझै यसलाई त टु फिङ्गर थ्योरी हुन्छ नि युज गर्ने त, तर त्यो एकदम बढी हुन्छ जस्तो लाग्छ क्या। त्यो ब्लेन्ड हुँदैन मेरोमा त त्यति धेरै युज गऱ्यो भने। अहिले यतिको पनि गरिरहेको छु, यो पनि कहाँ कम हो र, धेरै नै हो नि। सबैतिर मैले मजाले युज त गरिरहेको छु, ब्लेन्ड पनि गरेँ। यहाँ हेर, यहाँ पनि एउटा पिम्पल आउँदैछ। यो गर्मीकै असर होला भन्छु म त, अनि आँप खाएको असर होला भन्दैछु मैले चाहिँ। आँप प्लस गर्मी। अब एकैछिन लाग्छ यसलाई सेट हुन। यसलाई यसरी काट्यो अरे, यसलाई माथिबाट फेरि छोपिदिनु पर्ने रहेछ क्या। यो रहेछ नि त पारा त, यो त छोपिरहेको छैन यार, के भयो। मिनी भर्जन भयो ला। अब राख्नु पर्यो यसरी। ओके, आजको भिडियो त लामो पो भइसक्यो त। यो चाहिँ मेरो बिहानैको स्किन केयर रुटिन हो है। म त्यति धेरै गर्दिनँ यार, त्यो टोनरहरू युज त गर्नुपर्ने हो, तर मलाई आउँदैन क्या अहिलेसम्म राम्रो थाहै छैन। आफै युज गर्दै जाने हो, अनि पो भन्दा पनि हुन्छ त। मैले यो चाहिँ युज गरिरहेको छु नि त। यसको अलिकति ब्लेन्ड हुनु चाहिँ टाइम लाग्छ मेरो स्किनमा चाहिँ अलिक है। कुनै टिकटकमा त कति मजाले ब्लेन्ड पनि भएको देख्छु, त्यो टाइप अनुसार स्किन टाइप अनुसार। मेरो चाहिँ अरू बेला चाहिँ त्यस्तो के भन्छ ठिकै हुन्छ क्या, नर्मल टाइपको हुन्छ, त्यत्रो ड्राई पनि हुँदैन, त्यत्रो के भन्छ ओइली पनि हुँदैन। तर यो गर्मीसम्ममा चाहिँ रहेछ अलिक ड्राई हुँदै ओइली हुँदै जाँदो रहेछ क्या मेरो स्किन चाहिँ, त्यही भएर। ओके, यति नै हो आजलाई। यति मच्छरहरू लागिरहेछ नि आज त धरानमा। हिजो राति बत्ती गएको त्यत्तिकै कति ढिलो आएको थियो नि। ओके, बाई एभ्रिवान, डु नट फर्गेट टु लाइक एन्ड सब्सक्राइब, अनि के भन्छ कमेन्ट पनि गरिदिनु होला है। बाई।